वैकल्पिक सोच, युवा नेतृत्व र सांस्कृतिक चेतनाको प्रतिबिम्ब। विराज भक्त श्रेष्ठ। नीतिमूलक राजनीति, पारदर्शी शासन र जनसरकारमा स्पष्ट विराज भक्त श्रेष्ठ। करिब दशक भन्दा लामो सामाजिक तथा राजनीतिक सक्रियताले जन्माएको बलियो नेतृत्व, परिवर्तनकामी राजनीतिको गहिरो आधार र सूत्रधार विराज भक्त श्रेष्ठ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर 8 का उम्मेद्वार बनेका श्रेष्ठको संघर्ष सडकदेखि संसदसम्म प्रमाणित तथ्य हो। राजनीतिमा औपचारिक प्रवेश अघि नै श्रेष्ठ समाजसेवा, नागरिक अधिकारको वकालत, वातावरण संरक्षण तथा काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदा जगेर्नमा सक्रिय थिए। सांस्कृतिक अर्थतन्त्रको अवधारणालाई अघि सार्दै उनले सम्पदाको संरक्षणलाई स्थानीय विकास र रोजगारीसँग जोड्ने प्रयास गरे। उनका लागि विकास र सम्पदा संरक्षण परस्पर विरोधी होइनन्। दिगो र संवेदनशील योजना मार्फत दुवैलाई सँगसँगै अगाडि बढाउन सकिन्छ भन्ने उनको मान्यता हो। विक्रमसम्म 2074 मा उनी विवेकशील साझा पार्टीबाट बागमती प्रदेश सभा सदस्य निर्वाचित भए। प्रदेश सभामा उनले अध्ययनशील, सुसंस्कृत र विषय केन्द्रित बहसका माध्यमबाट आफूलाई प्रभावशाली सांसदका रूपमा स्थापित गरे। सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको विषयमा उनले निरन्तर आवाज उठाए। सभामुख महोदय, सरकारको हातमा रगत छ। अहिले बाढी पहिरोदेखि लिएर यो कोरोना पछिका सङ्कटहरूदेखि लिएर मेलम्चीमा भेल फुटेकोदेखि लिएर यो सबै चिजको जिम्मेवार सरकार हो। धेरै ठाउँको जिम्मेवारी त प्रदेश सरकारको पनि छ। विक्रमसम्म 2079 को आम निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर 8 बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। पहिला बागमती प्रदेशको पनि भूमिका निभाइरहेको भएकोले गर्दा पहिलाकै जन आवाजलाई स्थापित गर्ने नै भूमिकाको निरन्तरता हुन्छ, तर अझ यो पालि चाहिँ अझ सशक्त हुन्छ। संघीय संसदमा प्रवेशसँगै उनले भ्रष्टाचार निवारण, सार्वजनिक खर्चको पारदर्शिता, सेवा प्रवाहको सुधार र संस्थागत उत्तरदायित्वका विषयलाई प्राथमिकतामा राखे। मान्य सदस्य श्री विराज भक्त श्रेष्ठ। पोखरा र भैरवा विमानस्थल हामीलाई सेतो हात्ती पाले जस्तो भएको छ। 100 वर्षसम्म पनि आउने पुस्ताले पनि त्यसको ऋण तिर्न सक्दैन। संसद मात्र चलाइराख्ने, यसले जवाफदेहिता पनि नदिने र समस्याहरूको सम्बोधन पनि नगर्ने भए साँच्चै यो संसद चाहिँ राज्यलाई व्यवहार मात्र थपिरहेको छ, अरू केही पनि होइन। नेपालको जय होस्। संसदीय अभ्यासमा स्पष्ट अभिव्यक्ति, तथ्यमा आधारित तर्क र नीतिगत दृष्टिकोण उनका विशेष गुण मानिन्छन्। अभिभावक त नपाएर संस्कृति आज टुरो जस्तै भएको छ। कला र संस्कृतिको यो विचलनमा हामी मौन छौँ। हाम्रो बजेट मौन छ। संकुचित र अपरिपक्व विचारधाराको हाम्रो अस्तित्व नसकियोस् भन्ने आशासहित नेपालको जय होस्। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका पूर्व उपनेताका रूपमा उनले दलगत समन्वय, नीति निर्माण तथा संसदीय रणनीतिमा सक्रिय भूमिका निर्वाह गरेका छन्। यो रातो रङले लाल रङ गरेको देशलाई रवि लामे छानेले नीलो मलम लाएर नीलो क्रान्ति सुरु गरेको छ। अब यो नीलो क्रान्ति अगाडि नै बढ्छ, यसलाई रोक्न सक्दैन। नेपालकै झण्डाको किनार पनि नीलो रङ नभइकन कहाँ राम्रो देखिएको छ र। 70औं वर्ष अगाडि स्थापना भएका पार्टीले एकजना मान्छे आउँदाखेरि हल्लियो। कति कमजोर राजनीति रहेछ। हाम्रो प्रतिस्पर्धा बाकेसमा नेपाली फर्किन नपरोस् भन्ने कुरासँग हो। निकै छोटो समय नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रीको कार्य सम्पादन गर्दा युवा मैत्री नीति र खेलकुद क्षेत्रको संरचनागत सुधारमा उनको ध्यान केन्द्रित रह्यो। खेलकुदमा खेलाडीले खेल्न छोडे बाहिरको मान्छेले खेल्न थालेका छन् हैन। त्यहाँ चाहिँ खेलाडी बाहेक अरूले खेल्न नहुने काम चाहिँ गर्छौँ। राष्ट्रिय युवा नीति र खेलकुद नीतिमा परिमार्जन, खेल पूर्वाधार सुदृढीकरण तथा युवाको सहभागिता अभिवृद्धि उनका कार्यकालका प्रमुख पक्षहरू हुन्। हरेक मान्यजीको क्षेत्रमा बजेट जान सकेन होला, तर राष्ट्रको लागि एउटा गौरव गर्न लायकको एउटा स्टेडियम चाहिँ बन्दैछ। किन हरेक क्षेत्रमा त्यो कनिका छर्या जस्तो बजेटले 2 लाख 4 लाखले हुने पनि केही पनि होइन हैन। खेलाडीले देशको झण्डा बोकिरहेको बेला पाउनुपर्ने पुरस्कारको चासोको विषय पनि तपाईहरु माझ र आजको यो शुभ दिनमा म के घोषणा गर्छु भन्दाखेरि हिजो भर्खर अर्थ मन्त्रालयबाट त्यो खेलाडीको पैसा चाहिँ निकास भइसकेको छ। उनी युवालाई भविष्यको प्रतीक्षा गर्ने शक्ति मात्र नभई वर्तमानको निर्णयकर्ता समेत ठान्छन्। युवा तथा साना व्यवसायी रोजगार कोषमा रहेको 3 अर्ब 80 करोड रकम हाल कर्जा लगानी गरिएको छ। आगामी आर्थिक वर्षमा नियमित किस्ता रकम अनुमानित रूप 1 अर्ब 80 करोड फिर्ता हुने देखिन्छ।
उक्त रकमबाट आगामी आर्थिक वर्षमा थप 10,000 जना युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ। स्वरोजगार हुनका लागि सञ्चालन गरिएका व्यवसायमा थप 6,000 जनाले रोजगारी समेत प्राप्त गर्ने अपेक्षा राखेको छु। वैकल्पिक राजनीति र नेतृत्व शैली। विराज भक्त श्रेष्ठ वैकल्पिक राजनीतिका पक्षधर मात्र होइनन्, सूत्रधार हुन्। राजनीतिलाई शक्ति केन्द्रित अभ्यासभन्दा सेवा केन्द्रित उत्तरदायित्वका रूपमा परिभाषित गर्ने विराज आन्तरिक लोकतन्त्र, पारदर्शिता, प्रविधि मैत्री शासन र सहभागितामूलक निर्णय प्रक्रियालाई आत्मसात गर्छन्। व्यक्तिले विकास हुँदैन, दिगो विकास हुँदैन, विधिले दिगो विकास हुन्छ। भोलि जो बसे पनि खेलकुद क्षेत्रमा न्याय हुन पर्यो भने विधि बनाएर यहाँबाट विदा हुन पाऊँ भन्ने म तपाईँहरू माझ निवेदन गर्छु। युवा पुस्तासँगको निकट सम्बन्ध, सरल तर प्रभावकारी अभिव्यक्ति र सामाजिक सञ्जाल मार्फत निरन्तर संवाद उनको नेतृत्व शैलीको विशेषता हो। उनी सार्वजनिक जीवनमा शालीनता, विचारमा स्पष्टता र कार्यमा प्रतिबद्धतालाई प्राथमिकता दिन्छन्। काठमाडौँको सांस्कृतिक पहिचान र सम्पदा संरक्षणमा उनको निरन्तर चासो छ। शहरी विकासको योजनामा सांस्कृतिक संवेदनशीलता, वातावरणीय सन्तुलन र स्थानीय समुदायको सहभागिता सुनिश्चित हुनुपर्ने उनको धारणा छ। स्थानीय समस्यादेखि लिएर नीति निर्माणसम्मकै कुरा छ। सामाजिक सहिष्णुता, सामाजिक सद्भावलाई कायम राख्नुपर्छ। नेपाललाई 21औं शताब्दीमा अरू विश्व मागचित्रमा तुलना गर्न सक्ने देशको ठाउँमा हामी सबै मिलेर लानुपर्छ। विराज भक्त श्रेष्ठ नयाँ पुस्ताको राजनीतिक आकांक्षाको प्रतिनिधि व्यक्तित्वका रूपमा उभिएका छन्। सामाजिक सक्रियताबाट सुरु भएको उनको यात्रा प्रदेश सभा हुँदै संघीय संसद र मन्त्री परिषदसम्म पुगेको छ। सुशासन, पारदर्शिता, सांस्कृतिक संरक्षण र युवा सशक्तिकरणमा केन्द्रित उनको दृष्टिकोणले नेपाली राजनीतिमा वैकल्पिक अभ्यासको सम्भावना उजागर गरेको छ। उनको राजनीतिक प्रतिबद्धता र सार्वजनिक जीवनप्रतिको उत्तरदायित्वले उनलाई समकालीन नेपालको उदयमान र प्रभावशाली नेताका रूपमा स्थापित गरेको छ। मैले यसो बुझ्दाखेरि चाहिँ आम नागरिकले भ्रष्टाचारको अन्त्य र सुशासनको माग बाहेक अरू पनि छन् होइन, तर त्यहाँबाट सुरु भन्ने चिजकोले गर्दाखेरि एकदम जिम्मेवार पनि बनाएको छ होइन। अहिले कसो भन्दा हामी भर्खर सुरु भएको पार्टी सङ्गठन नभए त्यो आम नागरिकले जुन खालको सद्भाव एउटा आशा राखेको छ होइन, त्यसले भावुक पनि जिम्मेवार पनि बनाएको छ होइन। माहौल त्यो खालको छ। तर अझ पनि चिन्ता के छ भन्दा अगाडिको यात्रा अझ पनि सजिलो छैन। चुनौती र अवसर दुइटैको बिचमा छ अगाडिको यात्रा होइन। त्यसले एकदम जिम्मेवार, संवेदनशील बनाएको छ। पहिलोपल्ट चाहिँ हामीले एउटा सांसद भएर गर्नुपर्ने चिजहरू कति कोसिस गर्दाखेरि कस्तो भयो भन्दाखेरि अब संशोधन राख्ने, सैद्धान्तिक छलफलमा भाग लिने, समितिहरूमा त्यो गर्ने, तर विचारको भन्दा पनि यहाँ चाहिँ अब सङ्ख्याको नै त्यो रहेछ होइन। अब त्यतिखेर सङ्ख्या नपुगेको भएकोले गर्दा कति विचारै भए पनि अब अल्पमत थियो। तर अब चाहिँ मलाई के लाग्छ भन्दा केही गरी हाम्रो बहुमत भयो भनेदेखि अनावश्यक कानुनहरू खारेज गर्ने, जनतालाई जुन करको बोझ परेको छ, भान्सा महँगो भयो क्या नेपालमा, गृहिणीहरूलाई थाहा छ क्या यो पीडा होइन। सो त्यसलाई कसरी अब सुधार्दै लाने र सुशासनका कुराहरू, अनावश्यक नीतिहरू खारेज गर्दै अहिलेको समय सापेक्ष नीतिहरू निर्माण गर्दै जाने। त्यसमा चाहिँ हाम्रो लेजिस्लेटिभ ब्लक पनि हुन्छ एउटा। लेजिस्लेटिभ ब्लकले चाहिँ अहिलेसम्मको कानुनहरूलाई चाहिँ अडिट गरेर अब आवश्यक कानुनहरू परिमार्जित 21औं शताब्दी सापेक्ष युवाहरूलाई चाहिने। म हजुरलाई सानो एउटा उदाहरण दिन्छु। योभन्दा अगाडि लगभग 27 अर्ब रुपियाँ राज्यले लगानी नै नगरेको क्षेत्रबाट आम्दानी भयो राज्यलाई। त्यो आइटी सेक्टर थियो कि युवाहरूले जुन भनौँ न तपाईँहरूकै सञ्चारदेखि लिएर फेसबुक, इन्स्टाग्राम, वाट्सएपबाट गर्ने व्यापारहरूले त्यस्तो खालको ल्याएको छ भने त्यो मैत्री खालको कानुनहरू त्यसमा राज्यले लगानी गर्ने भए त 27 अर्ब त के थाहा, ऊ अब स्वयम्भूबाट बोले 27 खर्ब पनि होला नि त होइन। भनेपछि यस्ता चिजहरू चाहिँ हामीले छुटाउनु हुन्न होइन। सो यो चिजमा हामी स्पष्ट छौँ।